हेलो नमस्ते वेलकम ब्याक टु माई ब्लग। आई होप तपाईँ सबैजना ठिकै होला, मलाई पनि ठिकै छु। आज चाहिँ म र मेरो मिसेस चाहिँ घुम्न जाँदैछौँ। त्यसमा चाहिँ हाई टु एभ्रीवान। कस्तो हुँदैछ, हामी कहाँ जाँदैछौँ यसरी यसो भनिदिनु साथीहरूलाई। Statue of Liberty. We are going to Statue of Liberty. Let's see. त्यहाँ कस्तो हुन्छ के हुन्छ हामी देखाउँछौँ, तपाईँहरूलाई पनि इन्जोय गरौँ हामीसँगै। थ्याङ्क यू। धेरै समय पछाडि यसरी हामी दुवैजना घुम्न जाँदैछौँ। हिजो अहिले ट्रेन वेट गर्दैछौँ। ट्रेन चाहिँ अब 3 मिनट पछाडि आउँदैछ। 7 ट्रेन। हामी ट्रेन चढेर अहिले चाहिँ टाइम्स स्क्वायर जाँदैछौँ। त्यहाँ ओर्लेर चाहिँ हामी 1 2 3 लिएर स्ट्याचु अफ लिबर्टी जाँदैछौँ है। तर यति धेरै बिजी छ, अहिले चाहिँ हामी 3 ट्रेन लिँदैछ। अब चाहिँ यहाँदेखि जम्मा 5 मिनटको वे मात्र छ। आफ्टर 5 मिनट्स विल बी देयर। फेरि पुग्नुपर्छ होला कति, फेरि चढेपछि चाहिँ हामी पुग्छौँ। मौसम एकदम राम्रो छ आजको, खुलेको मौसम छ। अहिले चाहिँ हामीले टिकट काटिसकेको अवस्था छ, अनि टिकट काटेर हामी वेट गर्दैछौँ। कतिमा कस्तो हुँदैछ, कस्तो फिल हुँदैछ? एक्साइटेड छ जानलाई? रमाइलो गर्नुपर्छ है अब ल। धेरै मान्छेहरू छ आज। $39 पर पर्सनले टिकटको टिकट काटेर हेर्नु त कति धेरै लाइन। हाम्रो यता छापामा नलाइनहरू छ। यहाँदेखि सबै एजेन्ट बस्दो रहेछ त्यसको त्यो फेरीको टिकट बेच गर्ने मान्छेहरू। एउटा चाहिँ $32 हो अरे। $32मा चाहिँ 4 घन्टा कि 3 घन्टाको टुर हो अरे। तर 2:45सम्म वेट गर्नुपर्ने भयो। अनि हामी चाहिँ अहिले एक्सप्रेसमा गएर छिटो गएर छिटो फर्किने भनेर चाहिँ हाम्रो टिकट काटिसकेको अवस्था छ। त्यो चाहिँ जम्मा 1 घन्टाको लागि मात्र हुन्छ। हेरौँ अब कस्तो हुन्छ यात्रा, हेरौँ है त गाइस। गाडी आइसकेको अवस्था छ बस। अब कफमा जानु पाएको सजिलो हुन्छ है। आमामा कति गाह्रो ल है। हामी माथि चढिसक्यो। त्यही बसौँ प्रतिमा। हुनुपर्छ हाम्रो अगाडि भने यही ठिक छ। अहिले ओर्लिन पनि सजिलो हुन्छ। अगाडि पनि त्यो कपालले छोडिहाल्छ। कस्तो हुँदैछ? तर आज धेरै गर्मी छैन, त्यो भएर पनि सजिलो भइरहेछ। नत्र त यो तातो घाममा आउनु सकिन्छ त मान्छे त पुरा सुकुटी सिकाएको जस्तो। अघि चाहिएको रहेछ सानो कुदिँदो रहेछ कि के भन्छ, इयरफोन किन्नु रहेछ गीत सुन्नलाई। माया बिजी छ आफ्नो धुनमा बिचरा। इन्जोय गर। हाम्रो बस बिर्सकेको अवस्था छ। कस्तो फिल हुँदैछ भन त प्रतिमा, विचारहरू कुरा। एक्साइटेड मात्र हो। अब गाडी जुट्दैछ है। अब
सब मान्छे भिडियो बनाउने रमाइलो गर्ने गर्दैछ है आम्मा न्युयोर्क सिटी हेर्नुहोस् है तपाईँहरूको न्युयोर्क सिटी हेर्नुहोस् वाउ तर यस्तो दामी हुन्छ चाहिँ हाम्रो चिसो हावा लाग्छ त सुन्छ क्या सुला जस्तो हुन्छ हेर्नु कस्तो आम्मा त्यो यार केही देख्दैन त त्यो चाहिँ पहिला आतङ्कवादीले बम हानेको ठाउँ रहेछ क्या तिनीहरूले हेरोस् भनेर रोकाइदिने रहेछ 9/11 भन्छ होइन सेप्टेम्बर 11 पुरा टिकटक बनाउँदैछ है यहाँ दामी चिसो हावासँगै जाँदैछौँ हामी कस्तो रे के भन्नुहोस् कस्तो फिल हुँदैछ जस्ट गुड मात्र साह्रो क्या बनाउँदैछ उसको आफ्नो भिडियो हावासँगै है सोचेको पनि थिएन यति रमाइलो हुन्छ यस्तो चिसो हावा लाग्छ शीतल फिल हुन्छ भन्ने सोचेको थिएन किनभने घामले पुरा पोल्छ होला भनेर एकदम राम्रो भयो सब हावा चल्दो रहेछ त्यो अब फेरीको लागि गाडीबाट ओर्लेर हामी त्यहाँ जाँदैछौँ पुग्न लागिसकेको अवस्था छ सरी अब हाम्रो पालो आउन लाग्यो है ल चाहिँ छ हाम्रो अगाडिको मान्छेहरू चढिसकेको अवस्था छ डर लाग्दो छ कतिमा डर लागेको छैन क्वाक गर्छ यार कराउँछ बस हामी माथि बस्ने भनेको तलब जानु पर्छ
दामी चिसो आज मौसम पनि त्यति धेरै तातो छैन हामी अहिले माथि बसिरहेको छौँ गब्बाल पैसा हुने हेलिनु गइरहेको छ माथि आम्मा नि त एउटा हेर्नलाई आफ्नो भोक लागेर मर्न लागेर बल्ल बर्गर किनेर लिएर खाँदैछौँ हामी दुईजना हामी चाहिँ भोक लागेर मर्न लागेको थियो बिहानदेखि केही खाएको थिएन बर्गर टोक्दै हाम्रो यात्रालाई चाहिँ समाप्त गर्दैछौँ भिडियो हेरिदिनु भयो सबैजनालाई धेरै धेरै धन्यवाद लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू